हेलो साथीहरु, शुभ बिहानी भन्दै आजको मिनी ब्लग स्टार्ट गर्दैछु। अनि आज चाहिँ म अघि उठेर एक गिलास चिसो पानी खाएँ। अनि त्यसपछि फेरि कफी खानु मन लाग्यो। अनि पानी तताएँ, कफी हालेँ, अनि चिनी पनि हाल्दैछु। चिनी खानु त राम्रो होइन, त्यही पनि मलाई चाहिँ मन पर्दैन फेरि चिनी हालेन भने। अनि चिनी लाएर अनि कफी लाएर मिक्स गर्दैछु मजाले। अनि मिक्स गरेर खान मात्र लाए थिएँ, छोरी त उठेर आएछ। अनि मलाई छोड्नुभयो भन्दै आयो जुक्रुक्क परेर। अनि मैले सरी भने उसको म उठ्दा चाहिँ उसको छेउमा म हुनुपर्छ क्या। अनि आज चाहिँ म थिइनँ। अनि कपाल बाँधिदिँदैछु अनि फकाउँदैछु। ऊ चाहिँ भन्दै रिसाउनु त। अनि कफी खाँदै थिएँ, फेरि कहाँबाट उसलाई याद आएछ भाइरल बिस्कुट खाने। अनि भाइरल बिस्कुट फेरि आमा छोरी गएर दोकानबाट किनेर लिएर आयौँ। अनि 2टा बेलुन पनि। अनि अब स्कुल जाने टाइममा खाना खानुपर्छ भनेर मैले 2टा दिएँ। अनि अरू चाहिँ भरे स्कुलबाट आएर दिन्छु ल भनेको, हस् भन्दैछ। अनि अब उसले चाहिँ बिस्कुट खाँदैछ। अनि म चाहिँ यहाँनिर अब खाना पकाउनु पऱ्यो भनेर दाल रेडी गर्दैछु। अनि यो चाहिँ लसुन पड्काउनुको लागि पड्काइ पनि सकेँ। अब दाल लाउँछु, अब दाल पनि अब पाकिहाल्छ। अनि छोरीलाई फ्रेन्च फ्राई बनाइदिनु पऱ्यो भनेर एउटा आलु सानो सानो काट्दैछु, रेडी भइसक्यो। अनि यो चाहिँ अलिक ठुलो ठुलो काट्दैछु, यो चाहिँ यता फर्सीको मुन्टासँग बनाउनुको लागि। अनि अब यहाँ लसुन पड्काउनु पऱ्यो भनेर सिम्पल पकाउने क्या, धेरै मसला मिठो हुँदैन नि त। अनि यता भात चाहिँ हामी प्रायः भड्डुमै बनाउँछौँ। अनि भात र दाल अब लगभग पाकिसक्यो। अनि छोरी चाहिँ तल टेबल मुनि बसिरहेको थियो नि त, मैले नदेखे जस्तो गरेको। अनि आफै आयो। अनि मैले कहाँ थियो भनेको, ऊ त्यहाँ थियो भन्दैछ मलाई, मैले देखेको थिएँ। अनि छोरीको पनि यो रेडी भयो। अनि यता तरकारीको लागि यहाँ मैले लसुन र मेथी पड्काएँ। अब यो पनि रातो भइसक्यो, पाकिसक्यो। अनि टमाटर लगाइदिएँ। अब यहाँ फर्सीको मुन्टा र नुन लगाइदिएँ, तरकारी रेडी भयो। अनि अचार खानु पऱ्यो भनेर मैले सिद्रा, लसुन अनि जिरा र टमाटरलाई चाहिँ मजाले पकाउँदैछु। अब चाहिँ खोर्सानीसँग मोल्छु। अनि यता छोरीलाई पनि खाना दिएँ मैले। अब खाना खाएर छोरीलाई ब्रस गरेर फ्रेस बनाएर लुगा लाउनु मात्र लगेको थिएँ। अनि आमा होमवर्क गरेको छैन भनेर भन्नु, सधैँ त आफै गर्छ नि त। अनि गरौँ होला भने पनि वास्ता गरिनँ नि, हेरेको भएर स्मल एफ र क्यापिटल एफ चाहिँ अलिकति लेख्नुपर्ने रहेछ, लेखिहाल्यो। अनि त्यसपछि फेरि अब ड्रेस लगाइदिएँ मैले, वेल्लो हाउसको नि त लगाइहाल्यो। अनि एउटा कपाल बाँधिदिन्छु म चाहिँ उसलाई, किनभने उसको घाउ छ नि त। अनि त्यहाँ एउटा सानो डब्बामा चाहिँ उसको चिम्टी रिबनहरू सबै राखिदिन्छु क्या म, किनभने स्कुल जाने बेलामा खोजिराख्नु पर्दैन नि त। त्यहाँ भयो त ठ्याक्क निकाल्यो, हराउँदैन पनि। रेडी भयो भन्दैछ, उसलाई चाहिँ मामाले पुऱ्याइदिनुहुन्छ। अनि म चाहिँ अचार बनाउनु पऱ्यो भनेको। हेर्नु नि अस्ति यो के भन्छ यसलाई, लोरो पनि अस्ति फुटेको, तर काम चाहिँ दिइरहेछ। अचार अघिको सबै लाएर यहाँ सिद्रा पनि छ, सबै लाएर मिक्स अचार पनि रेडी भयो। अनि खाना पनि मैले यहाँ रेडी गरेँ।